धुम से लुक्ने धुलो बल्ल बल्ल पाको छोरो उफ घरमै खोटो टाउको मात्रै ठुलो छ आगे आगे तुपैको गोला पछि पछि मेसिङ्गन फरार। अनि अहिले जसले भिडियो हेर्दै हुनुहुन्छ यो चाहिँ एउटा डिजिटल प्लेटफर्म हो जसमा विद्यार्थीहरूको प्रतियोगिता भइरहेछ। यो प्रतियोगिता जित्नको लागि हामीलाई बढी भ्युज चाहिएको हुन्छ। सो हजुरहरूले प्लिज यो भिडियोमा लाइक गरिदिनु होला, युट्युब च्यानललाई सब्सक्राइब र फेसबुकमा सक्दो सेयर र लाइक गरिदिनु होला। समग्रमा भूगु सैनिक स्कुल पहिलेभन्दा केही अझै अपडेट भएर अगाडि बढिरहेको अवस्था छ। त्यसको लागि हामी यो स्कुलप्रति शुभेच्छा राख्ने सम्पूर्ण अभिभावक, लगानीकर्ता र अन्य मानवहरूमा हामी हार्दिक अपिल गर्छौँ कि तपाईँहरूको साथ र समर्थनबाट स्कुल अझै अगाडि बढ्नेछ। हजुरको शुभ नाम के हो? मेरो नाम असीम पाण्डे। कति क्लासमा पढ्नुहुन्छ? म कक्षा 8मा। नाम छोड्नु भएको छ? हजुरको विद्यालयको नाम के हो? मेरो विद्यालयको नाम चाहिँ भूतपूर्व सैनिक विद्यालय बाडगाँ 8 कपिलवस्तु। अनि आज हजुरले जो यो ड्रइङ गर्नुभएको छ, खास के ड्रइङ गर्नुभएको छ बताइदिनुहोस् न विस्तृत रूपमा। खासमा यो चित्रमा एउटा बाँदर छ, यो बाँदरको बच्चा र बाँदरको बच्चाको हातमा एउटा खेलौना छ। अनि यसले भन्न खोजेको चाहिँ के भन्दा नि यो खासमा एउटा चिडियाखाना जू भित्रको हो। अनि यहाँ चाहिँ अरू बाँदरहरू खेलेका छन्, रमाएका छन्, म आफ्नो आमासँग छ, तर यो चाहिँ एक्लै छ। अनि योसँग कोही साथी नभएको भएर यो आफ्नो सबै टाइमहरू चाहिँ यही टयसँग स्पेन्ड गर्छ। अनि यो चाहिँ एउटा रियल घटना जस्तै हो। अहिले सोसल मिडियामा एकदमै चर्चित भइरहेछ। यो जापानको एउटा जूको चाहिँ न्युज हो। अनि यसले दिन खोजेको सन्देश चाहिँ खास के हो नि? यसले दिन खोजेको सन्देश चाहिँ कसैलाई पनि साथ जसलाई पनि साथ चाहिएको हुन्छ, चाहे त्यो साथ कोही जनावरसँग होस् या मानिससँग होस् या कोही वस्तुसँग होस्, त्यसलाई साथ भएर त्यो कम्फर्टेबल हुन्छ, आफ्नो फिलिङहरू सेयर गर्न सक्छ। अनि हजुरले आज यो प्रतियोगिताको लागि आजै मात्र पहिलोचोटि ड्रइङ गर्दै हुनुहुन्थ्यो कि पहिला नि हुन्छ कि पहिला नि गर्नुहुन्थ्यो? ड्रइङ चाहिँ म पहिला पनि गर्थेँ। अनि कम्पिटिसन चाहिँ खासै गएन, तर मैले ड्रइङ पहिला पनि गर्थेँ, घर पनि गरेको छु। कि हजुरलाई ड्रइङ गर्न मन लाग्छ? ड्रइङ गर्न मन लाग्छ। अनि हजुर राम्रो लाग्छ, मनपर्छ। अनि यति बेला जसले यो भिडियो हेर्दै हुनुहुन्छ उहाँलाई केही भन्न चाहनुहुन्छ? अनि अहिले जसले भिडियो हेर्दै हुनुहुन्छ यो चाहिँ एउटा डिजिटल प्लेटफर्म हो जसमा विद्यार्थीहरूको प्रतियोगिता भइरहेछ। यो प्रतियोगिता जित्नको लागि हामीलाई बढी भ्युज चाहिएको हुन्छ। सो हजुरहरूले प्लिज यो भिडियोमा लाइक गरिदिनु होला, युट्युब च्यानललाई सब्सक्राइब र फेसबुकमा सक्दो सेयर र लाइक गरिदिनु होला। थ्याङ्क यू।
नमस्ते, मेरो नाम अनमोल बस्नेत। म भुपु सैनिक स्कुलबाट कक्षा 10मा अध्ययनरत छात्र। आज सानो गीत गाउँदैछु, तपाईँहरूले कस्तो लाग्छ भन्नुलाई त। आगे आगे तपाईँको गोला, पछि पछि मेसृङ्गार फरर। आगे आगे तपाईँको गोला, पछि पछि मेसृङ्गार फरर। सिगरेट नदेऊ म बिडी खानेलाई, माया नदेऊ म हिँडी जानेलाई। सिगरेट नदेऊ म बिडी खानेलाई, माया नदेऊ म हिँडी जानेलाई। त्यही ताल सिमसारीमा धुम्से लुक्ने दुल्यो, बल्ल बल्ल पाको छोरो। उफ, घरमै खोटो, टाउको मात्रै ठुलो छ्या। आगे आगे तपाईँको गोला, पछि पछि मेसृङ्गार फरर। आगे आगे तपाईँको गोला, पछि पछि मेसृङ्गार फरर। सिगरेट नदेऊ म बिडी खानेलाई, माया नदेऊ म हिँडी जानेलाई। माया नदेऊ म हिँडी जानेलाई। धन्यवाद। हजुरहरूलाई राम्रो लागेमा लाइक गरिदिनु होला र हाम्रो युट्युब च्यानलको नाम छ लिङ्क्स नेकम, यसलाई सब्सक्राइब हालिदिनु होला। हजुरहरूको एक लाइकले हाम्रो च्यानललाई मोनेटाइज हुन मद्दत गर्छ र हजुरहरूको साथ सपोर्टले म अगाडि बढ्छु। त्यही भएर धन्यवाद, नमस्कार। नमस्ते, म डम्बरबहादुर समय, यस भुपु सैनिक स्कुलको प्रिन्सिपल। हाम्रो यो भुपु सैनिक स्कुल 2058 सालमा स्थापना भएर अहिलेसम्म यो सञ्चालनमा छ। खास गरी भुपु लाउडेहरूले यो समाजमा केही योगदान दिनुपर्छ भन्ने उद्देश्यले उनीहरूको आफ्नो एउटा भिजन अनुसार सुरुमा यो सुरुवात भएको, त्यसरी खोलिएको संस्था हो। र सुरुवाती कालखण्डमा निकै नै राम्रो र यो जिल्लाभरिमा एउटा उत्कृष्ट स्कुलमध्ये एक थियो। यद्यपि अझै पनि उत्कृष्ट स्कुलमध्ये एक दुई छ, बिचमा केही आरोह पार गर्दै अहिलेको अवस्थासम्म हामी आइपुगेका छौँ। विशेष गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा हाम्रो स्कुल पनि सदैव अगाडि छ। खास गरी यसका इतिहासहरू केलाउनु पर्यो भने म आफै अलिकति पछि 2018 सालको लास्टमा जोडेको हिसाबले विशेष गरी 2079 देखि हामीले अतिरिक्त क्रियाकलापहरूमा बढी हामी जोड दिँदै आएका छौँ। स्पोर्ट्समा बेसिकली कराते अनि डान्सका एक्टिभिटीहरू सँगै एसक्युसी विद्यार्थी गुणस्तरीय चक्र भन्ने हामीले जोड्यौँ। स्टुडेन्ट्स क्वालिटी सर्कल भन्ने छ, यसलाई हामीले 2079बाट अहिलेसम्म कन्टिन्यू 4 वर्ष भइसक्यो हामी यसमा विद्यार्थी अभ्यस्त भइसकेका छन्। साथमा हामीले 9औं यो हब सम्मेलन 9th हब कन्भेन्सन भनेर स्टुडेन्ट क्वालिटी सर्कलमा 9th हब कन्भेन्सन भनेर हामीले हाम्रो स्कुलमा लुम्बिनी हबद्वारा आयोजना गरिएको र हाम्रो स्कुलको सह-आयोजनामा सफलतापूर्वक सम्पन्न गऱ्यौँ, जहाँ करिब 500 विद्यार्थीहरूको सहभागिता रहेको थियो 10-12 स्कुलबाट। त्यसै गरी हामीले हाम्रो स्कुलमा विभिन्न ल्याबहरू जस्तै कम्प्युटर ल्याब, साइन्सका ल्याबहरू, म्याथको ल्याब पनि इभन हामीले हाम्रो जिल्लामा फर्स्ट टाइम सञ्चालन गरेका थियौँ। 79बाट हामीले म्याथ ल्याब पनि सञ्चालनमा ल्याएका छौँ। त्यसै गरी हामीसँग यो कक्षा 1 देखि 3 सम्ममा एकीकृत पाठ्यक्रम लागू गरेका छौँ, जुन आफैमा राम्रो पढाइ छ। अथवा यो
जुन गभर्मेन्टको एउटा दिशानिर्देश छ त्यही अनुसारको पाठ्यक्रम पनि हामीसँग समावेश गरेका छौँ। नर्सरीदेखि क्लास 1 सम्म हामीले फोनिक्स यो जुन इङ्ग्लिस साउन्ड सम्बन्धीको पढाइ हुन्छ त्यसलाई पनि हामीले लागू गरेका छौँ, जुन कन्टिन्यू हामीसँग त्यसलाई हामीले निरन्तरता दिइरहेका छौँ। अहिले हाम्रो दोस्रो वर्ष भयो यो फोनिक्सको लागि र साथमा हामीले भर्खरै यो मुन प्रोग्राम भन्छ मोडेल युनाइटेड नेसन्स भन्ने, जहाँ विद्यार्थीहरूले यो युनाइटेड नेसन्सको सभा कसरी सम्पन्न हुन्छ त्यसको चाहिँ एक्सर्साइज गर्नुहुन्छ। यो कार्यक्रम पनि हामीले अहिले यो 2026देखि भनौँ अहिले यो सालदेखि हामीले लन्च गरेका छौँ, जसमा हाम्रो विद्यार्थीहरूले एउटा लिडरसिप क्वालिटी पब्लिक स्पिकिङका स्किलका कुराहरू पनि उहाँहरूले डेभलप गर्नुहुन्छ। त्यो सम्बन्धी उहाँको राम्रो एउटा अभ्यास भइरहेको छ। यसरी हामीले विद्यार्थीहरूलाई पढाइ मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि एकदमै सहभागी गराउँदै कसरी उनीहरूको एउटा एक्सप्लोर कसरी गर्न सकिन्छ, उनीहरूको भित्रको कला उनीहरूको एउटा पोटेन्सियललाई कसरी एक्सप्लोर गर्न सकिन्छ भनेर हामीले यसमा धेरै एक्सर्साइज गरिरहेका छौँ। र प्रत्येक वर्ष हामीले अब यति मात्र नभएर हामी स्पोर्ट्समा विशेष ध्यान दिन्छौँ होइन। स्पोर्ट्समा चाहिँ हामीले एनुअल स्पोर्ट्स भनेर प्रत्येक साल विशेष गरी जाडो महिना हामीले राख्ने गर्छौँ, जहाँ विभिन्न खेलकुदहरू एथलेटिक्सदेखि लिएर अन्य खेलकुदहरू पनि हामीले समावेश गर्छौँ र यो प्रत्येक वर्ष चल्छ यो। त्यसै गरी हामी फुड फेस्टिभल अनि ट्यालेन्ट सो विद्यार्थीका प्रतिभाहरूलाई कसरी अझै उजागर गर्न सकिन्छ भनेर त्यसलाई पनि हामीले ध्यान राखेका छौँ, जुन हामीले प्रत्येक वर्ष गर्छौँ। सांस्कृतिक कार्यक्रम भइ नै रह्यो र यसको लागि अब हामी एकदम प्रयासरत छौँ। हामीसँग एकदम दक्ष म्यान पावर हुनुहुन्छ, शिक्षक शिक्षिकाहरू हुनुहुन्छ र इभन हामीले प्रत्येक वर्ष हामी हाम्रो म्यान पावरलाई ट्रेनिङ गर्नको लागि नयाँ कुराहरूमा अभ्यस्त गराउनको लागि राम्रै लगानी पनि गर्छौँ टिचर्स ट्रेनिङमा। त्यसरी गर्दै हामीले एउटा शैक्षिक गुणस्तरलाई अझै उकास्नको लागि अझै परिष्कृत रूपमा हामीले हाम्रो सेवाहरू प्रदान गर्नको लागि हामी एकदम सदैव एकदम कमिटेड छौँ, प्रतिबद्ध छौँ। त्यही अनुसारले हामीले दिइरहेको अवस्था पनि छ र विगतदेखि अहिलेसम्मको यात्रा हेर्दाखेरि पछिल्ला वर्षहरूमा चाहिँ हामी अझै थोरै किताबी ज्ञानभन्दा पनि अझै बाहिरी कुराहरूलाई पनि जोड्दै विद्यार्थीहरूको मनोविज्ञान अनुसार कसरी उनीहरूलाई हामीले गाइड गर्न सकिन्छ त्यो कुराहरूलाई मध्यनजर गर्दै हामीले त्यसरी आफ्ना सर्भिसहरू सुविधाहरू दिइरहेका छौँ। शैक्षिक क्षेत्रमा जे होस् अझै कसरी अब्बल आउन सक्छन् हामी विद्यार्थी भनेर उनीहरूलाई बेलामा मोटिभेसनल सेसनहरू विभिन्न मोटिभेसनल स्पिकरबाट त्यो पनि हामीले प्रोभाइड गराइरहेकी छौँ। हामीले गतभन्दा अझै 1 साल अगाडि अभिभावकका लागि पनि एउटा एक दिनै यो प्यारेन्टिङ स्टाइल सम्बन्धी हामीले वर्कसप राखेका थियौँ। यसरी कसरी हुन्छ विद्यार्थी अभिभावक र समाजसँग जोडिँदै यो शैक्षिक गुणस्तरलाई अझै फड्को मार्ने क्रममा यो अहिलेको यो 21औँ शताब्दीका विभिन्न स्किल्सहरूलाई कसरी बच्चाहरूलाई हामीले त्यो सम्बन्धित ट्रेनिङ दिन सकिन्छ त्यसलाई फोकस गरेर हामीले हाम्रा गतिविधिहरू बढाएको अवस्था छ। समग्रमा भुपु सैनिक स्कुल पहिलेभन्दा केही अझै अपडेट भएर अगाडि बढिरहेको अवस्था छ। त्यसको लागि हामी यो स्कुलप्रति शुभेच्छा राख्ने सम्पूर्ण अभिभावक लगानीकर्ता र अन्य मानवहरूमा हामी हार्दिक अपिल गर्छौँ कि तपाईँहरूको साथ र समर्थनबाट स्कुल अझै अगाडि बढ्नेछ र तपाईँहरूको सहयोग सल्लाह सुझावको पनि हामी उत्तिकै अपेक्षा गर्छौँ। यही नै हुन् खास गरी कुराहरू हाम्रा स्कुलको बारेमा। बाँकी त हामीले हाम्रो सामाजिक सञ्जाल सामाजिक यो सञ्जालबाट हाम्रा गतिविधिहरू अपडेट गरिरहेका हुन्छौँ र यो आफ्ना कुराहरू राख्नको लागि यो प्लेटफर्म मलाई दिनुभएकोमा linksnepal.com परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।
ब्ल्याक एन्ड के अरे व्हाइट के देख्दै गरेको सबले भन्नु बाबु नानीलाई केही दिँदै गरे जस्तो गर्नु अगाडि गएर केही दिँदै जस्तो गर्नु